हेलो नमस्ते टु एभ्रिवान। आज चाहिँ म गइरहेको छु घुम्न मेरो ट्रकमा। ल जाम है त। मैले चाहिँ पहिलाको भिडियोमा भाले बस कुदाएको थिएँ। तपाईँले हेर्नुभयो कि भएन? घुम्नलाई सिरिवन, त्यसैले हेर्नु होला। भिडियो नयाँ नयाँ छ हेर्नु। तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक सब्सक्राइब र सेयर गरिदिनु होला है। तपाईँलाई अब पिच रोड म भाले बसमा चाहिँ 100-200 पुऱ्याइदिन्छु स्पिड। यसमा चाहिँ 120 130 मात्र पुग्छ क्या साथीहरू। चिकन भाले बस जस्तो पावर छैन है दाजु। यसमा भाले बस त कस्तो पुग्छ नि दाजु, तिमीलाई थाहा छ। अनि तपाईँलाई यो गेम खेल्नु छ भने तपाईँ बस सिमुलेटर इन्डोनेसिया डाउनलोड गर्नु है। एकदमै राम्रो गेम छ। तपाईँलाई यस्तै भिडियो चाहियो भने उमेशको च्यानलमा गएर हेर्नु होला। यहाँ फोटो खिच्यौँ है त दाइजन। फोटो त खिच्नै पर्यो। फोटो खिच्न जाऊँ। आज चाहिँ म फ्री छु। आज मेरो काम छैन। एक डुब्की हान्नुपर्छ। स्विमिङ पुल छ। एक डुब्की हान्दिउँ है साथीहरू। पानीमै बसेर उडिदिनु। डुब्की हान्नु। ल तल झरिरा। एक फोटो खिच्दिउँ न। तल झरेको खुसीमा। जाम साथीहरू अब। ल अब गइहालौँ। जाम। अब हेर्नु मेरो स्पिडमा आगो लाग्छ है। हेर्नु हर्न त बजाउनै पर्यो साथीहरू। कुदाम। म चाहिँ फेरि यस्तो सानो बाटोमा कसैले ओभरटेक हान्यो भने त्यो पछुताउँछ क्या जहिले पनि। त्यही भएर यस्तो 2 लेनको बाटोमा हिँड्नै मजा आउँदैन। साथीहरू तपाईँलाई नयाँ भिडियो देखाउँछु है भोलितिर। दाजु तपाईँहरू रेड लाइट हुन्छ त? यस्तै भिडियो चाहियो भने तपाईँ उमेशको भ्लगमा गएर हेर्नु होला। दाजु साथीहरू स्पिड पुगेको छ। साइड लाइट निकालिदिउँ। यहाँ पुलिसले समातेको छ। दाजु ड्यामै ठोकिरा।
फर्काउनु त पर्यो। अब चाहिँ हामी जानु लागेको बिहामा ठोक्दा तपाईँलाई कस्तो लाग्छ भाइ? बुरा लाग्छ है कस्तो कुदाउनु। कतिको स्पिड कुदाउनु साथीहरू कमेन्ट गरिदिनु ल। अर्को पालिदेखि त्यस्तै स्पिड कुदाउँछु। गाइस म गरिब भएँ। गाइस स्पिड पुग्यो। अब म यसो यो बस पार्कको भ्रमण गर्नु पर्यो। तपाईँ पनि गर्ने हो साथीहरू? बस पार्कको रोड भ्रमण गर्नु पर्यो। मेरो साथीहरू चाहिँ पुरा इन्डोनेसियामा बसिरहेको छ। तपाईँहरू भाले बस मनपर्छ कि यो ट्रक? भाले बस मन पराउनेहरू सब्सक्राइब गरिदिनु ल। अनि ट्रक मन पराउनेहरू लाइक गरिदिनु। तपाईँलाई के मनपर्छ भनिदिनु त, म त्यही कुदाउँछु अर्को पालि। तपाईँलाई यो गेम खेल्नु छ भने तपाईँ ट्रक सिमुलेटर इन्डोनेसियामा जानु सक्नुहुन्छ। आखिर यदि तपाईँलाई भाले बस कुदाउनु छ भने तपाईँ बस सिमुलेटर इन्डोनेसियामा जान सक्नुहुन्छ। साइलाई त बाल्दी नबाल्नु है साथीहरू। दाजु लेनै कटिसकेछ। तपाईँले देख्नुमा लेन कटेको। म फेरि यहाँ रिपेयर गर्ने मान्छे नि जस्तो ठुलो गाडी भने यस्तो रिपेयर हान्नुपर्छ है। मेरो पछाडिको बसले चाहिँ हर्न बजाएको बजाइ छ। म नि चाँडै हिँड्दा छु, त्यो यस्तो स्लो पनि होइन। गाइजहरू पेट्रोल पनि सकिनै लागिसक्यो। अब पेट्रोल हाल्नुपर्छ। तपाईँलाई यो गेममा नेपाली मोड पनि आउँछ है। तपाईँलाई 2 लेनको गाडीमा 2 लेनको बाटोमा चलाउन मजा आउँछ कि आउँदैन कमेन्ट गर्नु होला है। मलाई त मजै आउँछ। मलाई 1 लेनकोमा सबसे मजा आउँछ। 1 लेन इज द बेस्ट। पेट्रोल पम्प रहेछ यतातिर। गाइजहरू पेट्रोल हाल्ने हो। गाइजहरू म चाहिँ पेट्रोल हाल्छु। पानी पो पर्दैन। अब कसरी हाल्ने? म चाहिँ यहाँ रोकेर तपाईँलाई के देखाउँछु। मेरो यस्तो साइडमा चाहिँ एउटा मिरर छ। अनि यो उता एउटा सिट छ। अनि यहाँ पछाडि सामान हाल्ने ठाउँ छ मेरो ट्रकमा। तपाईँले यादै गर्नुहुन्छ जुन ट्रकमा पनि त्यस्तै हुन्छ। म हर्न बजाउनु त मान्छे होइन, प्रो म प्रो। फेरि यस्तो 1 लेनहरूको अफ रोडहरूमा चाहिँ म जस्तो प्रोले मात्र कुदाउनु सक्छ क्या। रोड चाहिँ खतरा हुनु पर्यो। पेट्रोल पम्पहरू पनि छैन क्या दाजु हेर के गर्ने। तपाईँलाई म एकछिनमा देखाउँला। गाइड स्पिड पुगेको छैन है। अझै कुदाउँछु। एउटा चाहिँ मेरो अगाडि चाहिँ एउटा पुल आएको छ।
एम्बुलेन्सहरू हर्न बजाएको मेरो पनि साइरन छ हिँड्ने दाइहरू अब चाहिँ म आउटिङबाट चलाउँछु यो गाडी आउबाट चलाउनु मजा लाग्छ कि भित्रवाला मेरो साइडमा एउटा पुल छ कस्तो हान्ने ल केएफसी हुनु पनि एमएसपी केएफसी हुनु पनि एमएससी पुलिसहरू यसो भित्रैबाट चले ल गाइजहरू अब कति यो रोड देखाउने अब म अर्को रोड गएपछि तपाईँलाई देखाउँछु है हाई गाइजहरू अब चाहिँ हामी आइसकेको छौँ 3 लेन रोडमा यो चाहिँ 3 लेनको छ यसमा चाहिँ 100-200 कुदाइन्छ भाले बस तपाईँलाई भाले बस मनपर्छ भने कमेन्ट गरिदिनु लाइक सेयर र सब्सक्राइब गरिदिन चाहिँ नभुल्नु होला है गाइजहरू नयाँ च्यानल हो अब यहाँ पैसा काट्ने ठाउँ आइसक्यो 5 रुपियाँ काट्छ तपाईँलाई यो पनि देखाउनुपर्छ र सब्सक्राइबरहरूलाई दिइहाल्नुपर्छ कुनै बेला चाहिँ यहाँ कस्तो जाम हुन्छ स्पीड ब्रेकर रहेछ ड्यामै क्र्यास नहोस् भने ल अब चाहिँ म हिँडेको जम्मा 18 लिटर छ यार 18 लिटर ट्याङ्क यहाँ चाहिँ देखिरहेको छ मेरो पछाडि हो गाइजहरू चाहिँ खतरा छ है यसको पहिले सुन्नु अब चाहिँ म गइरहेको छु यो ब्रिजमाथि साइलेन्ट बाल्दिम पर्दैन फेरि त्यहाँ यो रोड यो चाहिँ वान लेन रोड हो तपाईँलाई कस्तो लाग्छ यो रोड कुदाउँदा मलाई चाहिँ मजा लाग्छ तपाईँलाई रोड राम्रो लाग्छ कि लाग्दैन मलाई त राम्रो लाग्छ यहाँ अगाडि गाडीले मलाई पेलिरहेको मेरो पछाडि कुनै नि गाडी छैन तपाईँ हेर्न सक्नुहुन्छ यहाँ साइड मिररबाट त्यो बस नै अगाडि जाँदैछ म पनि अगाडि नै जाने हो यो बस एकदमै स्लो कुदे जस्तो लागेन भाले बस त्यति स्पिड छैन यो अगाडिको बस भाले बसको स्पिड तपाईँलाई पनि थाहा नै हो ओए त्यसैले ब्रेक हान्नु पर्यो यो बसले गर्दा यसो साइडबाट छिराइदिनु पर्यो गाइस ट्याङ्की त झरिसकेछ त
गए पागल यसले मलाई पेल्यो यसले ठोक्यो मलाई यो कहाँ गएर पछुताउँछ आज मलाई पेल्नेहरू पछुताउँछ है अब मेरो स्पिड चाहिँ धेरै पुगेको छैन होइन चाहिँ 100 छ बेलामा कसरी पेल्छु हेर्नु है गाडी चाहिँ ओभरटेक यसको लेन चाहिँ उतैबाट गइरहेछ गाइस मेरो स्पिड पुगेको छ त छैन है नयाँ हुनुहुन्छ भने चाहिँ लाइक सेयर र सब्सक्राइब चाहिँ गर्न नभुलिदिनु होला नयाँ च्यानल हो के गर्नु ल स्पिड पुगिसकेको छ 111 112 114 पुगिसकेको छ स्पिड यो रोड त खाली छ भनेको अगाडि जान्छ ओभरटेक हान्नु पर्यो मेरो 128 पुगिसक्यो स्पिड यहीँ हिँड्दै जानु 130 पुगिसक्यो तेल चाहिँ अब 12 लिटर पिइसकेको छ स्पिड हेरेर छ क्या तेल पनि देख्नु गाइजहरू मेरो स्पिड यतातिर पेट्रोल पम्प त हुँदैन मेरो चाहिँ 140 पुगिसकेको छ स्पिड गाइज स्पिड पुगेको छैन भाले बस्छु जस्तो चाहिँ स्पिड छैन फेरि म अर्को भिडियोमा चाहिँ म तपाईलाई अर्को मेरो साथीको बस देखाउँछु यो बस तपाईलाई कस्तो लाग्यो यो ट्रक तपाईलाई कस्तो लाग्यो राम्रै छ है स्पिड नि पुग्छ मर्छ के ठक्क्यो गाइज मेरो गाडीको हालत हेर्ने हो मेरो गाडीको हालत हेर्न सक्नुहुन्छ कस्तो फोहोर भएको छ अब म यो सिधै जान्छु गाइज अब चाहिँ रिपेयर गर्ने ठाउँ पनि छैन मलाई चिन्ता भइरहेछ गाइज अब तपाईलाई पछि अब म तलतिर गइरहेको छु म्यापले चाहिँ मलाई उल्टो बताइरहेछ रोड चाहिँ सिधै तलतिर जाने तर यो म्यापले मलाई अति घुमाइरहेको छ गाइस तपाईहरुलाई घुमेको जस्तो लाग्दैन ट्रनिङ लिइरहेछ हेर्नु फेरि पानी पर्न थालिसकेको छ अब चाहिँ म उल्टो लेन हिँड्छु अब चाहिँ म अर्काको लेन हिँड्दैछु मेरो लेन छुट्यो
चाहिँ अर्काको लिएको छु त्यही पनि म स्पिड हिँड्छु नि गाइजहरू मेरो पेट्रोल चाहिँ अब 7 लिटर भइसकेको छ यहाँबाट रोड रहेछ माथि बेकारमा कुन रोड आयो त म पागल बनायो यो रोड रोडले मलाई फेरि घुमायो फेरि ठोक्यो है गाइस तपाईँले यस्तो one lane तपाईँलाई भिडियो मन पर्यो भने सब्सक्राइब गरिदिनु होला मलाई हामी पछि हामीपछि तपाईँहरूलाई सब इफ तपाईँलाई रोड चलाउनु छ भने चाहिँ मेरो डिस्क्रिप्सनमा गएर हेर्नु होला रोडमा चाहिँ धेरै स्पिड गर्नु हुँदैन है गाइस कहाँ गएर ड्याम थपिन्छ मलाई फोलिङ यसमा चाहिँ 80 भन्दा बढी सके म जस्तो प्रो प्लेयरले चाहिँ 100 पुऱ्याइदिन्छ अलि न्यू प्लेयरहरूले चाहिँ 50 भन्दा बढी लानु हुँदैन पनि मजा यस्तोमा भाइजू अब चाहिँ हामी आइसकेका छौँ टु लेन रोडमा प्लेयरहरूले चाहिँ यस्तो रोडमा पनि माथि हिँड्छ मेरो स्पिड गयो नि हेर्नु सक्नुहुन्छ कतिको एम्बुलेन्स चाहिँ मसँग साइरेन नि हाल्यो नि हो गाइस अब चाहिँ गाइज आजको लागि यति नै अब भोलि भेटौँला